नमस्ते साथीहरू। साथीहरूलाई स्वागत छ मेरो आइपिओ एनालाइसिस भिडियोमा। र साथीहरू, ओम मेगाश्री फार्मास्युटिकल्स कम्पनीको आइपिओ खुलिसकेको छ र यसको अन्तिम दिन रहेको छ चैत 3 गते। साथीहरू, कम्पनीको कुरा गर्नुपर्दा यो कम्पनी औषधि उत्पादन गर्ने कम्पनी रहेको छ र यसको हेड अफिस रहेको छ काठमाडौँ महानगरपालिका वडा नम्बर 10 नयाँ बानेश्वरमा। लगायत यसको फ्याक्ट्री रहेको छ चितवनमा र यो कम्पनीले विभिन्न खालको औषधिहरू उत्पादन गरेर बजारमा बिक्री वितरण गर्ने गर्दछ। कम्पनीको जारी चुक्ता पुँजी रहेको छ रु 60 करोड, जसमध्ये कम्पनीले 30% अक्षर रुपी 18 करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागेको हो साथीहरू। र यसको प्रति सेयर रु 100 रुपैयाँ अङ्कित दर कायम गरिएको छ, जसको मतलब हो कम्पनीले कुल 18 लाख किता हामी सर्वसाधारण जनता लगायत वैदेशिक रोजगारमा हुने साथीभाइहरू लगायत म्युचुअल फन्ड र आफ्नो कर्मचारीको लागि निष्कासन गर्न लागेको छ, जसमध्ये 10% यथार्थ 1,80,000 किता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई र यो 10% चाहिँ कम्पनीले निष्कासन गरेर पनि बाँडफाँड गरिसकेको छ। हाम्रो वैदेशिक रोजगारीमा रहने साथीभाइहरूको लागि चाहिँ बाँडफाँड भइ पनि सकेको छ र बाँकी रहने किताहरू चाहिँ 3% यथार्थ 54,000 किता साधारण सेयर कम्पनीका कर्मचारीहरूलाई कम्पनीमा काम गर्ने कर्मचारीहरूलाई छुट्याइएको छ। लगायत 5% यथार्थ 90,000 किता चाहिँ साधारण सेयर सामूहिक लगानी कोषहरूलाई भनेको म्युचुअल फन्डहरूको लागि चाहिँ छुट्याइएको छ र यस पश्चात बाँकी रहन जाने 14,76,000 किता साधारण सेयरहरू सर्वसाधारणको लागि फागुन 27 गतेबाट खुलाइसकेको छ कम्पनीले र यसको अन्तिम मिति रहेको छ चैत 3 गते। सर्वसाधारण भनेको हजुर हामीले चाहिँ कम्पनीको 14,76,000 किता चाहिँ मा आवेदन दिन मिल्नेछ साथीहरू। लगायत हामीले दरखास्त दिन पाउने न्यूनतम सेयर सङ्ख्या रहेको छ 10 किता भनेको मिनिमम हामीले 10 किता एप्लाई गर्न मिल्नेछ। लगायत दरखास्त दिन पाउने अधिकतम सेयर सङ्ख्या रहेको छ 10,000 किता, म्याक्सिमम सेयर 10,000 किता रहेको छ साथीहरू। हामीले 10 किताभन्दा धेरै आवेदन नदिनु होला, किनभने 10 किताभन्दा माथि हामीलाई पर्दा पनि पर्दैन है। लगायत प्रति सेयरको अङ्कित मूल्य रहेको छ रु 100 रुपैयाँ। सो 10 किताको भर्दाखेरि हामीलाई 1000 रुपैयाँ चाहिनेछ साथीहरू। नेटवर्थको कुरा गर्नुपर्दा कम्पनीको 80-81 को नेटवर्थ रहेको छ 90.17, जसको मतलब हो यो नेटवर्थ चाहिँ हामीले आइपिओ आवेदन दिने रकम भन्दा पनि कम छ साथीहरू। हामीले आवेदन दिन लागेको रकम हो रु 100 र यो कम्पनीको नेटवर्थ भनेको यसको भ्याल्यु आजको दिनमा यसको भ्याल्यु प्रति किता 90.17 रुपैयाँ रहेको छ र यो कम्पनी आजको दिनमा घाटामा चलिरहेको कम्पनी पनि हो साथीहरू। त्यसैले लगानी गर्दाखेरि ख्याल पुर्याउनु होला र आइपिओमा लगानी गर्दा त खासै डराउनु पर्ने त छैन कि साथीहरू है। आइपिओमा त हामीलाई पर्यो भने त जसै नाफा हुन्छ त्यसमा त दुई मत छँदै छैन। दोस्रो बजारमा लगानी गर्दा चाहिँ हामीले एकदम ख्याल पुर्याउनु पर्ने कम्पनी चाहिँ रहेको छ ओम मेगाश्री फार्मास्युटिकल्स। साथीहरू, कम्पनीको क्रेडिट रेटिङ सम्बन्धी कुरा गर्नुपर्दा कम्पनीले केयर नेपाल लिमिटेडबाट BB- रेटिङ प्राप्त गरेको छ, जसको मतलब हो कम्पनीको समयमै वित्तीय दायित्व भुक्तानी सन्दर्भमा मध्यम स्तरको जोखिम रहेको बुझिन्छ। यो भनेको साथीहरू कम्पनी त्यस्तो राम्रो त्यस्तो बवाल कम्पनी पनि होइन र त्यस्तो लोद्धर त्यस्तो खत्तम कम्पनी होइन, एकदम मध्यम वर्गको कम्पनी रहेको छ भन्ने बुझिन्छ। र यस कम्पनीको सेयरको बिक्री प्रबन्धक रहेको छ प्रभु क्यापिटल लिमिटेड। र साथीहरू, कम्पनीको ओपनिङ प्राइसको बारेमा कुरा गरौँ है त। सो कम्पनीको नेटवर्थ रहेको छ 90.17। सो यसको मिनिमम ओपनिङ प्राइस हुनेछ 90.17 देखि यसको म्याक्सिमम प्राइस हुनेछ ओपनिङ रेन्ज हुनेछ
रु 270.52 यानि 90.17 देखि 270.52 सम्मकोमा चाहिँ यसको ओपनिङ रेन्ज रहनेछ साथीहरू। र हजुरहरूलाई थाहा छ कि नै यसको ओपनिङ रेन्ज निकाल्ने चाहिँ अहिले हालको नेटवर्थ इन्टु 3 गर्नुपर्ने हुन्छ है। यो हजुरहरूको भविष्यको जानकारीको लागि पनि है, यो पनि बुझिराख्नु। जस्तै अहिले 90.17 चाहिँ यसको नेटवर्थ रहेको छ कम्पनीको। सो यसको मिनिमम ओपनिङ चाहिँ प्राइस यति रहनेछ 90.17 र अब यसको म्याक्सिमम ओपनिङ प्राइस निकाल्नु पर्यो भने साथीहरू यसलाई चाहिँ इन्टु 3 गर्नु होला। सो इन्टु 3 गर्दा 270.52 चाहिँ यसको म्याक्सिमम ओपनिङ रेन्ज आउनेछ साथीहरू। र कम्पनीले चाहिँ भविष्यमा बोनस सेयर क्यास डिभिडेन्ड दिन सक्ने स्थिति कस्तो छ भनेर बुझ्नुपर्दा साथीहरू हामीले यहाँ देख्न सक्छौँ भविष्यमा पनि कम्पनी घाटामै जाने देखिएको छ है। यहाँ हेर्दाखेरि चाहिँ यो अनुमान गर्दाखेरि कम्पनी 81 सालमा पनि घाटामै देखिएको छ, लगायत 81-82 मा पनि कम्पनी घाटामै देखिएको छ। 82-83बाट बल्ल कम्पनी नाफामा जाने देखिएको छ। सो 2-3 वर्ष साथीहरू हामीले चाहिँ यबाट बोनस सेयर र क्यास डिभिडेन्डको आश नगर्दा पनि हुन्छ साथीहरू।